By the way, we have got a hydraulic setup here. Surprisingly, यो गाडीमा हामीसँग ठुलो फ्रङ्क चाहिँ छैन। र एउटा कुरा कस्तो लाग्छ भने नि मनोज मलाई फ्रङ्क भए पनि म युज गर्छु र जस्तो लाग्छ मलाई चाहिँ है। म सायद फ्रङ्क भए पनि मेरो गाडीमा फ्रङ्क छैन, मेरो इभीमा फ्रङ्क भए पनि म यो नै राख्छु। अब इन केस अफ इमर्जेन्सी कहीँ हाम्रो गाडी केही गरेर फसिहाल्यो भने टो गर्नको लागि हजुरको यहाँ एउटा ठाउँ पनि दिएको छ। हजुरको सेम यस्तै ठाउँ पछाडि पनि दिएको छ गाडी टो गर्नको लागि। र एउटा चिज मनोज मैले देखेँ यहाँ जुन कभरिङ गरेको छ नि, हजुर हजुर, अनि मैले कति गाडीहरूमा यो कभरिङ देख्दिनँ हैन। देख्नुहुन्न। अफ कोर्स IM6 इट्स अ प्रिमियम अफरिङ टु आवर कस्टमर्स, द्याट्स द रिजन। फिट एन्ड फिनिश हैन, तपाईले यहाँ क्वालिटी हेर्नु भने ग्याप हेर्नु भने कुनैमा पनि के पनि प्रब्लम छैन। इट इज सो स्याटिस्फाइङ टु लुक एट दिस। एकदमै राम्रो लाग्यो मलाई यो हेर्दाखेरि। र बिकज वी हेभ गट अ फ्रङ्क लिक्विड वासर राख्नको लागि यहाँ छुट्टै ठाउँ दिएको छ। हाम्रो वाइपर वासर लिक्विड, आई एब्सोल्युटली लभ द वे दिस कार लुक्स फ्रम द साइड। हाम्रो मनोज सरले अघि भनिसक्नु भएको छ हाम्रो गाडीमा 9वटा क्यामेरा छ भनेर। अगाडि पछाडि सबै गरेर एउटा क्यामेरा यहाँ छ, एउटा क्यामेरा यहाँ पनि छ यो गाडीमा हैन। वी हेभ गट ORVM मा माउन्टेड छ हाम्रो इन्डिकेटर्सहरू। क्यालिपर्स हेर्नु, यसमा ऑरेन्ज कलरको क्यालिपर्स छ हैन, त्यसले गर्दा लुकलाई एनहान्स गरेको छ है। यो क्यालिपर पनि कन्टिनेन्टलको हो, अनि यो ऑरेन्ज कलरले चाहिँ के गरिरहेछ भने यसलाई स्पोर्टी लुक पनि दिइरहेको छ। बाइ द वे गाइस, दिस इज एन SUV। आजकल कस्तो भइरहेको छ भने गाडीहरू SUV हो कि कार हो, ह्याचब्याक हो, त्यसमा लुकले अलिकति कन्फ्युज गरिरहेको छ। बट यो गाडी चाहिँ SUV हो। यसको अर्को भेरिएन्ट आउँछ IM5, त्यो चाहिँ सेडान हो। अब तपाईहरुलाई एउटा कुरा भन्छु, यो डोर ह्यान्डल जुन छ, यो डोर ह्यान्डल के छ भने यस्तो टाइपको डोर ह्यान्डल मनोज र म अघि कुरा गरिरहेको थियौँ हैन। मैले कुरा गर्दा फर्स्ट टाइम यस वी हेभ गट फ्लश पप आउट डोर ह्यान्डल्स। द्याट्स देयर इन अल मोडर्न कार्सहरुमा अहिले त छ नि। मेरो गाडीमा छैन, मेरोमा ट्रेडिसनल छ, मलाई मन पर्छ। बट देयर आर पिपल हु लाइक अल द फ्यान्सी थिङ्स। यो दाइ ढोका खोल्ने बेलामा यो डोरमा चाहिँ हजुरको सेन्सर हुन्छ, तानी राख्नु पर्दैन। हजुरले जस्ट हात यहाँ छिराउनु बित्तिकै अटोमेटिक डोर ओपन हुन्छ। Note the point. You don't need to pull it literally. You can just place your hands here and the door is all open for you. You've got a frameless door and your glass is double glazed glass हो यो। राम्रो NVH को लेभल अचिभ गर्नको लागि यो थिक डबल ग्लेज्ड ग्लास दिएको हो यो गाडीमा। भित्र नोइज, भाइब्रेसन एन्ड हार्सनेस को केसमा हामीहरूलाई केही पनि समस्या हुनेवाला छैन। बाहिरको आवाजले हामीहरूलाई डिस्टर्ब पनि गर्नेवाला छैन।